उज्यालो हुँदा पर्खेको अहिले देख्न सक्नुहुन्छ राति भइसक्यो। यहाँनिर हाम्रो बाजा सुरु भयो। हाई गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ। आज चाहिँ हामी हल्दीमा जान आँटेको, हल्दी मेहन्दीमा हाम्रो माइजूको घरतिर। अनि अहिले चाहिँ म बुढी मामलामा छु। हाई गरिदिनु, हाई। यहाँ हुनुहुन्छ हाम्रो मामा। अनि यहाँ आमाले चाहिँ अब पानी लिन जान आँट्नुभएको छ। अहिले यहाँनिर चाहिँ हाम्रो मामा हुनुहुन्छ। हाम्रो मामा चाहिँ रेडी नै हुनुभएको छैन। म अघिदेखि पर्खेको, म थोरै बेर भइसकेन पर्खेको। हाम्रो मामा चाहिँ थोरै बेर भइसकेन मैले पर्खेको, अझैसम्म रेडी हुनुभएको छैन। पंछी बनूं उड़ती फिरूं मस्त गगन में आज मैं आजाद हूं दुनिया। हलिँदै बसिरहनु भएको छ। अनि तपाईँहरूलाई चाहिँ म हाम्रो बुढो मामलाको बुढो आमा देखाउँछु। यहाँ हुनुहुन्छ हाम्रो आमा। उहाँ चाहिँ अस्ति असोजदेखि 100 वर्ष पुग्नुभयो। हाई गरिदिनु आमा। हुनुहुन्छ आमाले चाहिँ अघि मैले हातमा यो लगाएको थिएँ, आमालाई मन परेछ त्यही भएर यहाँ लगाइरहनु भएको छ। अनि अहिले चाहिँ अब म चाहिँ अघि रेडी भएर आइसकेको, मामालाई मैले पर्खेर बसेको। अब मामा रेडी हुनुहुन्छ अनि त्यसपछि हामी जान्छौँ बिहे घरमा। गाइज मैले चाहिँ मेहन्दी पनि लगाइसकेँ। यहाँ बस्दा बस्दा कपिल मामालाई मैले थोरै बेर भएन पर्खेको, उज्यालो हुँदा पर्खेको। अहिले देख्न सक्नुहुन्छ राति भइसक्यो। त्यही पनि म पर्खेको छु। मेरोमा पेसेन्ट लेभल त्यति धेरै रहेछ। मैले मेहन्दी पनि लगाइसकेँ। यहाँ बस्दा बस्दै बरु मैले मेहन्दी लगाइसकेँ। तर बरु म छिटो रेडी हुन्छु होला। मलाई आज खुसी लागिरहेछ। मभन्दा ढिलो गर्ने मान्छे पनि कोही रहेछन्। मम्मी हेर्नु मलाई कराउनुहुन्थ्यो जहिले पनि म ढिलो गर्छु भनेर। तपाईँको भाइ पनि मभन्दा कमको हुनुहुन्न रहेछ। मलाई त्यो चाहिँ खुसी लाग्यो। आफूभन्दा ढिलो गर्ने मान्छे देख्दा पनि खुसी लाग्दो रहेछ। माइजू अब हामी रेडी भइसक्यौँ है। यहाँ आउनु कपिलमा पनि। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना। हामी दुईजना अब रेडी भयो। अब हामी जान्छौँ बिहे घरमा। त्यसपछि त्यहाँनिर चाहिँ कस्तो रहेछ त्यसपछि म तपाईँहरूलाई देखाउँछु। अनि हामी जान्छौँ माइजूको घरमा। गाइज अब चाहिँ मामा र म चाहिँ निस्क्यौँ बिहे घरतिर। अब हामी जान्छौँ त्यहाँ चाहिँ कस्तो रहेछ हेर्छौँ है। मामाले यतिको सपोर्टिभ मामा हुनुपर्छ। लाइट बालिदिनु भएको छ मोबाइलले, मलाई राम्ररी देखियोस् भनेर। ओह यार ये कितनी औसम है यार। हामी जान्छौँ अनि त्यहाँनिर कस्तो रहेछ तपाईँहरूलाई देखाउँछौँ। गाइज म चाहिँ बिहे घरमा आइपुगिसकेँ। तपाईँहरूलाई म देखाउँछु यहाँ कस्तो छ भनेर। भर्खरै रेडी हुँदैछ नि त, त्यो को आउनु भएको छ त्यो पनि देखाउँछु। म र मामा चाहिँ भर्खरै आइपुग्यौँ। त्यहाँनिर भर्खर रेडी हुँदैछ त्यही भएर यहाँनिर यस्तो छ। अनि त्यसपछि यहाँ चाहिँ ग्राउन्ड पनि सानो छ नि गाइज हाम्रो आन्टीहरू पनि आइसक्नु भएको छ यहाँनिर है। यहाँ हाम्रो अर्को आन्टी पनि आइसक्नु भयो। आरन्छ हाई गरिदेऊ। अब चाहिँ हामी गयौँ यता। खोइ कामना आन्टी देख्नु भएन। कामना आन्टी यहाँ हुनुहुन्छ, प्रजिता सानी आन्टी यहाँ हुनुहुन्छ, हाम्रो दिदी यहाँ हुनुहुन्छ। अब चाहिँ हामी गएको माइजूको घरमा। यो रहेको छ हाम्रो बुके। हामी चाहिँ आइपुगिसक्यौँ। हाम्रो चाहिँ यहाँ फोटो सुट हुँदैछ। त्यसपछि यहाँ हुनुहुन्छ हाम्रो दर्शक हेर्ने। हाम्रो यता फोटोग्राफर यता हुनुहुन्छ। हाम्रो चाहिँ यहाँ डान्स हुँदैछ बसेर। यहाँ डान्सको तालमा हुनुहुन्छ सबैजना। म चाहिँ यहाँ छु अर्को फोन पनि लिएर बसिरहेको छु। यस्तै छ।
A few moments later. म सुरुमै तपाईँकै हालिदिन्छु पाउनु न An eternity later. हाई गाइज आज चाहिँ हाम्रो बिहेको डे 2 हो डे 1 मा चाहिँ हामी आयौँ अनि आएर गलिरहेको थियौँ निकै नै थकाइ लागिरहेको थियो अनि हामी आएर सुत्यौँ आज चाहिँ डे 2 हो आज चाहिँ हामी जन्ती जान्छौँ हिजो चाहिँ हल्दी मेहन्दी थियो भने आज चाहिँ बिहे हो त्यसपछि अहिले चाहिँ म आन्टीको घरमा आएको छु अनि मैले चाहिँ माइजूलाई लगाउनुपर्ने बुके पनि ल्याइसकेँ रोजको बुके रेजिना दिदीले बनाइदिनु भएको हेर्न सक्नुहुन्छ बुके मेरो मम्मी पनि आउनुहुन्छ अनि त्यसपछि चाहिँ हामी जान्छौँ अहिले चाहिँ हामी रेडी भएर यहाँ बुके पनि बोकेर जाँदैछौँ सफारीबाट आन्टीहरूकोबाट बुढी मामालाई चाहिँ हामी बुढी मामालाई आयौँ यहाँनिर हातमा बुके छ यहाँनिर चाहिँ मम्मीहरूको खिच्दै हुनुहुन्छ यता चाहिँ यहाँ सोनाहरूको गीत बज्दैछ अब हाम्रो जन्ती जाने बेला भयो गाइज हाम्रो चाहिँ यहाँ फोटो सेसन भएर अब हामीले कामना आन्टी हुनुहुन्छ अब चाहिँ हामी टिका लाउँछौँ सबैजना अनि त्यसपछि हामी जान्छौँ हाम्रो आन्टीहरू यहाँ हुनुहुन्छ अरू आन्टीहरू हाम्रो प्रजिन यहाँ छ प्रजिन हाई गरिदेऊ मेरो भ्लगमा हाम्रो मम्मी पनि हुनुहुन्छ यहाँ अब हामी टिका लाउँछौँ हामी जन्ती जाने मान्छेहरूले टिका लाउनुपर्छ त्यही भएर अब चाहिँ हामी टिका लाउँछौँ अनि त्यसपछि हामी जान्छौँ यहाँ हाम्रो सुरु भयो यता यहाँनिर हाम्रो अब बाजा सुरु भयो किन गएको है माइजू हामी आउँदैछौँ हजुरलाई लिनलाई यहाँ पञ्चे बाजा पनि सुरु भइसक्यो हाम्रो गाडी चाहिँ यहाँ छ रेडी म यहाँ बुके बोकेर रेडी भएको छु अब यहाँ सबैजना यता हुनुहुन्छ ल अब हिँड्यो लिनलाई सुके बोकेर सबै थोक बोकेर अब हामी जान्छौँ जन्ती यहाँ सबजना जस्तो छ हामी अब जान्छौँ अहिले चाहिँ हाम्रो यहाँ गाडी पूजा हुँदैछ सबैजना गाडी पूजा गर्दै हुनुहुन्छ यहाँ दुईवटा पुतली उडिरहेछ है हे हे यिनीहरूको पनि दुईजनाको बिहे होला क्या सँगसँगै उडिरहेछ यहाँ यहाँ गाडी पूजा गर्दै हुनुहुन्छ हाम्रो बेहुला मामाले पनि बुवाहरू सबैले गाडी पूजा गर्दै हुनुहुन्छ हाम्रो मम्मी पनि हुनुहुन्छ यहाँ अब चाहिँ हामी बसमा चढिसक्यौँ है यहाँ हाम्रो बुके चाहिँ यहीँ नै छ हामीसँगै हाम्रो मामा पनि रेडी भएर हिरो भएर क्या रे चश्मे में एकदम हीरो लग रहा हूँ ना मैं नेक्स्ट अपकमिङ हिरो भनेको मिस्टर कपिल खड्का द ओनर अफ द थार कतिवटा थार एउटा द ओनर अफ वान थार कैसा लगा मेरा मजाक हामी अब वहीँ पुगेपछि देखाउँछु हजुरहरूलाई बाई गाइज हामी चाहिँ आइपुगिसक्यौँ माइजूको घरमा अब तपाईँ पनि कपी बान्नु अब चाहिँ हामी उत्रिन्छौँ बसबाट यहाँ हामी आइपुगिसक्यौँ यता माइजूको घरमा त्यसपछि हामी उत्रेपछि देखाउँछौँ तपाईँहरूलाई कस्तो भएको छ भनेर गाइज हामी चाहिँ उत्रौँ यहाँ बेहुलाको गाडी अनि उता हुनुहुन्छ यहाँ बेहुलीको घर यता हिजो हामी आएको थियौँ हल्दीमा अनि यहाँ म चाहिँ बुके बोकेर बसिरहेको छु हाम्रो कार यहाँ छ बेहुला चाहिँ भित्र हुनुहुन्छ मामा बसेको छ अनि अब यहाँ पत्र बोकेर अब सबैजनालाई पत्र बोकेर जान रेडी भइसक्नु भयो यस्तो छ हाम्रो हालत बुके बोकेर जाँदै बुके चाहिँ उहाँ छ पत्रे अहिले चाहिँ यहाँ पत्र लिएर आउनेहरूलाई टिका लगाइदिँदै हुनुहुन्छ
रातो छ नि त यसले अस्ति रक्स्याकोमा त्यस्तै रातो अहिले पनि टिका लगायो हामी सबैले टिका लगायौँ हेर्नु तपाईँ पनि अहिले चाहिँ हामी फलफुल र चिसो खाँदैछौँ हाम्रो चाहिँ अब यी बेहुला लिएर आउनुभयो बेहुला पनि आउनुभयो यहाँ राखिरहनु भएको छ यहाँ हाम्रो हेन्सम मामा चाहिँ यता छाता यहाँ चाहिँ अब घुम्ने बेला भयो दाली घुम्टो नहटाउने भोलिपल्ट घुम्दै थियो राम्रो त्यो फुल छ नि त्यो फुलको रातो चाहिँ यतापट्टि फर्काउँदा क्यामेरा पनि भएन ल त्यो कसैले विद्यावलम दैववलम तदैव लक्ष्मीपति देव हाम्रो चाहिँ अब खाने बेला भयो यहाँ हाम्रो हिरो मामा पनि खाँदै हुनुहुन्छ हाम्रो मामु पनि चस्मा लाउनु भयो यहाँ बिटरुट यहाँ मेरो यहाँ छ यो सबै हामीले खाइसक्नु पर्ने उहाँ चाहिँ मासु खसीको मासु खानु हुँदैन त्यही भएर उहाँलाई घाटा लाग्यो घाटा लाग्यो तपाईँलाई अहिले म 2टा बुनिया मागेर ल्याइदिन्छु मामा केही छैन फ्युचर हिरोसँग बसेर खानु भनेको मेरो लागि एकदम राम्रो अपर्च्युनिटी हो कबीर सिंह नेपाली कबीर सिंह गाइज हामी चाहिँ खाइपिसकेर यहाँ फोटो खिच्न आएको छौँ मेरो हालत चाहिँ यस्तो भइसकेको छ यता मम्मीहरू चाहिँ सबैजना फोटो खिच्दै हुनुहुन्छ देख्न सक्नुहुन्छ यता खिच्दै हुनुहुन्छ हामी चाहिँ म चाहिँ यहाँ बसिरहेको छु आज चाहिँ हाम्रो रिसेप्सन डे हो यहाँ हाम्रो हिरो मामा आज चाहिँ डे 3 हो यहाँ चाहिँ आज चाहिँ रिसेप्सनमा आएको छु म मेरो आज मेरो फेयरवेल थियो त्यही भएर यस्तो टिका लगाएको थियो तपाईँहरूलाई म देखाउँछु अहिले के खानेकुरा हाम्रो पर्वत मामा चाहिँ यहाँ हुन्छ यो मामाले मलाई गफ मात्र हान्नु 4 प्लेट कस्तो खिचेको अलि सट्ट खिच्नु पर्दैन 4 प्लेट मोमो मलाई खुवाउँछु भनेर खाना पाउँछु भनेर भ्लगमा यो खाने भ्लग हो अरु भ्लग हैन है यसको हल्लाको पछि नलाग्नु होला भने यहाँ मासु मामाले मोमो खाइदैन हैन यी मामाले चाहिँ मलाई यस्तै सर्भिस गर्नुभयो यहाँनिर आफै लिएर आउनु पर्यो के गर्नु नि यहाँ हाम्रो भाइ अनि यो चाहिँ आज हाम्रो रिसेप्सनको खाना हो अनि आज मेरो फेयरवेल पनि थियो अनि तिमीलाई पनि मेरो भ्लगमा च्यानलमा वेलकम छ हाम्रो मामाहरू चाहिँ यहाँ हुनुहुन्छ अब यो यति सब खाइसक्नु पनि तिमीले खाइसकेको ल म के भन्न चाहन्छु मेरो च्यानलमा सबैले लाइक सब्स्क्राइब गरिदिनु होला थ्याङ्क यू